हाम्रो सेकेन्ड भेन्यूमा हामी आइपुगेछौँ र यस्तो राम्रो जग्गामा हामीलाई है यस्तो जग्गामा हामीलाई राखेको छ र यो जग्गा चाहिँ हामीले सायदै अब अरू जग्गा देख्नु पाउँदैन होला। डान्स एकदम डरलाग्दो छ। आज चाहिँ हामी झन्डै 4 खेप जस्तो दामी छ खाना खाने जग्गा चाहिँ। आमा दामी। मैले गुल्ले सम्झेको थिएँ होइन रहेछ सब। सिक्किम नाउ इन चेन्नई इज द नेक्स्ट डेस्टिनेसन होइन प्रोग्राम गर्ने ठाउँ हो हैन। अब उसको फोटो छैन रहेछ। सोरठी गर्नुपर्ने तामाङै गरौँ होला नि। लेट्स गो। यो हाम्रो गाडी हो। देखेर चाहिँ सबैजना अब यहाँ आएर अब त्यति हामी आइपुगेछौँ र यस्तो राम्रो जग्गामा हामीलाई है यस्तो जग्गामा हामीलाई राखेको छ र यो जग्गा चाहिँ हामीले सायदै अब अरू जग्गा देख्नु पाउँदैन होला। लेट्स सी। हामी भित्र गएर आउनु त रुम चाहिँ डोमेट्री रुम छ। फ्यानमा हामी एउटा हल जस्तोमा बसेछौँ। तर यो जग्गा यति राम्रो छ। तपाईँहरू हेर्नुहोस् है। यहाँ हेर्नुहोस् है अर्काको डिजाइन कस्तो छ हेर्नुहोस् है। हेर्नुहोस् देख्नु सक्नुहुन्छ। यति दामी फिल भयो मलाई चाहिँ एकदम मन पर्यो। यहाँ चाहिँ शीतल रहेछ हेर्नु भित्र त। अन्त भाइ एसीको जरुरतै छैन नि। कस्तो शीतल रहेछ। इट्स भेरी शीतल प्लेस ब्युटिफुल प्लेस। सही। यो चाहिँ के भन्छ अब यहाँ अहिले सुन्दाखेरि चाहिँ एउटा बस्ती एरिया तर ओल्डेज क्या अब हुन्छ नि पहिलादेखिको त्यसलाई चाहिँ उहाँहरूले प्रिजर्भ गरेर चाहिँ एउटा होटेल जस्तोमा चाहिँ बनाएको रहेछ होइन। सो हामीलाई चाहिँ एकदम मन पर्यो। थ्याङ्क यू सो मच। What happened, girls? Girls यहाँ हो। यहाँबाट हेर्नुहोस् रुफहरू तपाईँले यस्तो देख्नुहुन्छ यहाँबाट। यस्तो दामी जग्गा रहेछ हो। तपाईँहरू यहाँदेखि उता छेउमै तपाईँहरूको अब नानीहरू छ भने यहाँ परबाट एउटा डिस्नी जस्तो रहेछ होइन। नानीहरूलाई लगेर टाइम पास गराउने जग्गा र यति दामी जग्गा। मलाई चाहिँ अब फर्स्ट टाइम है भाइ मजा नि एकदम दामी जग्गा है। यो चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरू यसरी बनिएको छ। सो अझै पनि यहाँनिर अलिकति अब कन्स्ट्रक्सनमै रहेछ। अझै बनाउँदै रहेछ। तर यो कम्प्लिट भएपछि चाहिँ यसको रूपै चेन्ज हुने रहेछ क्या। हेर्नुहोस् तपाईँहरूलाई डिजाइनेबल पोलहरू देखाउँदैछु। भेरी ब्युटिफुल प्लेस र तपाईँहरूलाई देखाउनु चाहेँ मैले। यहाँ चाहिँ अब हामी चाहिँ अब एकदम एउटा शीतल प्लेसमा आएको छ। खुसी छ मजा आइरहेछ। अब हाम्रो अहिले हाम्रो लगभग 9 बज्दैछ। 11 बजीको प्रोग्राम स्टार्ट छ। आज चाहिँ सायद हामीलाई 4 खेप नचाउँछ होला। हामी नाच्नै पर्छ अब नाच्नुको लागि आएको। आइसला हल वाउ। यहाँ बनाउनु पर्छ हाम्रो रिल्स ल। यो त त्यो के हो सिङ्गमको एउटा छ नि एउटा सिन छ नि के फलहरू उयो गर्दै गरेको करिना कपुर। तपाईँले यति दामी जग्गा हेर्नुहोस् त। यो वरिपरि चाहिँ सट्टै गरेर मजाले बनाएको रहेछ होइन। यस्तो शीतल छ। यता पनि देखेको मेरो क्यामेराम्यानले होइन। यस्तो शीतल जग्गा। अब त्यहाँ गएर चाहिँ हामी खाना खानेवाला छौँ हो। मजाले खाना खानेवाला छौँ। खाना खाएर चाहिँ खाना भन्दा पनि ब्रेकफास्ट खाएर चाहिँ आज चाहिँ हाम्रो डान्स एकदम डरलाग्दो छ। आज चाहिँ हामी झन्डै 4 खेप जस्तो दामी छ खाना खाने जग्गा चाहिँ। उनीहरू डान्स गर्नेवाला छौँ। यस्तो छ है हाम्रो भाइ बहिनीहरू। आजमा चाहिँ छिटो छ भने यस
हामी आज अर्को जग्गामा छ तपाईँहरू मैले देखाइरहेको छु अलिकति र ब्रेकफास्टमा चाहिँ यो अब के हो अब गुलियो हुन्छ म सक्दिनँ अब कस्तो छ म टेस्ट गर्छु यो के रहेछ आमा दामी मैले गुलियो सम्झेको थिएँ होइन रहेछ सब हाम्रो चाहिँ बिहान बिहान खाने हामीले लामाहरू बनाउँदा खोले हुन्छ नि त्यो खालको टेस्ट रहेछ एकदम दामी यो चाहिँ गुलियो छ भने नसम्झिनु है दामी ए हो प्रोग्राम स्टार्ट हुन आँटेको छ यहाँ चाहिँ डेकोरेसन ए अफिस होला रहेछ आर्ट ग्यालेरी आर्ट गैलरी के रूम में के छ ओके अब यो चाहिँ अब उहिलेको है मलाई जति लाग्यो पुरानो डिजाइन लिएर बनाएको है हेर्न सक्नुहुन्छ आर्ट दाइलो चाहिँ प्रायः यस्तो हुँदो रहेछ है यहाँ भगवान् राखेको छ लेट्स सी पुरानो डिजाइनले सजाएको सानो दाइलो यस्तो ठाउँ बनाएको रहेछ यो चाहिँ सायद गड होला तर यो राजा कस्तो खालको राजाले यहाँ छैन उनीहरूले सेरी घोप्टेर बस्नु पर्दो रहेछ नि एक्जिबिसन पनि लागेको छ हामी जान्छौँ साबुन रहेछ हामी जान्छौँ भोलि आजै बिर्सिनुहोस् आज चाहिँ यति रहेछ उनीहरूको यो प्रोग्राम रहेछ नि त यहाँ आर्ट प्रोग्राम यो अस्ति पाक्योङमा पनि हुँदै थियो नि बहिनी यो आर्ट प्रोग्राम आज दिनभरि नचाहे कि आमा गरम प्याक भयो होइन यहाँ एउटा दामी ठाउँ रहेछ कि तपाईँहरूलाई त्यो ठाउँ देखाउँछु यस्तो जाने पार्क पनि रहेछ साँच्ची है डाम्फु ल्याद है प्रकाशले ए प्रदेश साँच्ची यहाँ त सिङ्गम त यहीँ सुटिङ गरेको होला यहाँ पर बनाउँदै थियो आर्ट कहाँ गर्दै थियो द ब्युटिज अफ छिनाई द ब्युटी अफ सिक्किम